गुर्दुम डाँडाको ऐतिहासिक र पौराणिक महत्त्व त छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि यो निकै उत्कृष्ट स्थान छ। यो डाँडाको सेसाङ्गाबाट तल तराईका फाँटहरू देखिन्छ। पूर्वतर्फ मेची नदी ब्युटी बोर्डर नामले परिचित छ यो स्थान। भारतका डाँडाकाँडाहरू छर्लङ्ग देखिन्छ यहीँबाट। बिहानीको सूर्योदय र डुब्न लागेको पहेँलो घाम, यति सुन्दर सूर्यास्त सायदै कमै स्थानबाट देखिएला। साँझ पर्न लाग्दैछ, हामी सलकपुर गाउँतर्फ झर्यौँ अब। साँझको समय स्थानीयहरू दिनचर्यालाई बिट मार्दै गरेको देखिन्छ। सलकपुरको यो पुरानो घर राणाकालीन घर रे हो। त्यो बखतमा बेलायती अर्थात् सिमेन्ट प्रयोग भएको घर। हाल जीर्ण छ तर जीवित छ। रातै पर्न लाग्दा हामी होमस्टेतर्फ बढ्यौँ। यहाँ दर्जनभन्दा बढी होमस्टेहरू छन्। खाने बस्ने राम्रो सुविधा भएको। क्यारिटास नेपालद्वारा तालिम र सहयोग प्राप्त होमस्टेले राम्रो आतिथ्यता प्रदान गर्छन्। हामी लाखमान दाईको होमस्टेमा बास बस्ने भयौँ। सलकपुर आइसकेपछि बस्नको लागि कुनै असुविधा छैन। यहाँ 17-18 भन्दा बेसी सङ्ख्यामा होमस्टेहरू छन्। जस्केलो सामुदायिक होमस्टेको चाहिँ एउटा होमस्टेमा हामी बस्न पाएछौँ। यो घर पनि यति सुन्दर छ, हामी साँझमा आइपुग्यौँ। रातै पर्न लागेको कारणले गर्दाखेरि नदेखिएला, नत्र यहाँ वरिपरि चाहिँ अत्यन्त राम्रो फुलबारीहरू, बगैँचा बिचमा बसेको चाहिँ सुन्दर परम्परागत घर एकदमै मनमोहक छ। अब हामी यहाँ बस्छौँ र भोलि चाहिँ निस्किएर सुन्दर गाउँघर घुम्ने र यहाँको चाहिँ दृश्यहरूमा रमाउने, फेरि सुन्तला बारीहरू छिर्ने चाहिँ हाम्रो जमर्को रहनेछ। लाखमान दाईले होमस्टेमा पुराना सामग्रीहरू राखेर सानो सङ्ग्रहालय झैँ बनाउनु भएको रहेछ। होमस्टेमा सफा सुग्घर कोठाहरू पाइन्छ। गलेको ज्यान आज मजाले आराम गरिन्छ अब। जस्केलोको अहिले 14वटा छ। 14वटा हामी यहाँ चाहिँ 8-10 घर यहीँ छौँ। अरू उँभो माथिल्लो बेडमा छ भनौँ न। मेरो सम्पर्क नम्बर चाहिँ 974225016657 हो। र आउनु हुँदा यो नम्बरमा सम्पर्क गरेर आउनु भए स्वागत गर्नको लागि तम तयार। ल अब गाउँ मजाले घुमिन्छ। धेरै घरहरू छन्, पुराना प्रकारका सुन्दर घरहरू। सलकपुरमा यस्तो चिसोमा बनाइने प्रकारका घरहरू हाल नयाँ रूपमा बनिने क्रम बढेको छ। हुन त यहाँ हिउँ पर्दैन, तरै भन्दा केही चिसो चाहिँ हुन्छ। हामी गाउँ घुम्दै जाँदा प्राय घरहरू फुलबारीले सजिएको पायौँ। जति पनि घरहरू छन् यसरी फुलबारी चाहिँ वरपर लगाइएकै हुन्छ। करेसाबारीमा प्रशस्त सागसब्जी, सबै अर्ग्यानिक। यो चाहिँ हाम्रो सलकपुरे अलैँची हो, यहाँको रैथाने। अहिले हल्का रोग यसलाई समस्या देखा परेको छ। अनि तर पनि अहिलेसम्म चाहिँ यो हाम्रो नगदे बालीको रूपमा प्रमुख बाली हो यो हाम्रो। यसपालिको चाहिँ मूल्य कति छ यसको? लाखभन्दा माथि होला मनको। यो एभाकाडो त भुइँमै झरिरहेको देखियो दाजु, होइन? यो वन्य जन्तुले केही चिजले खाएछ, चराले होला सायद। यो त बहुतै मूल्यवान